ल आजको मेरो भिडियो चाहिँ मेरो डाइटिङ सम्बन्धी दैनिकी डाइटिङ सम्बन्धी हो। ल हेर्न सक्नुहुन्छ यो चाहिँ अनक्रेटिन युएस ब्रान्डको यो चाहिँ मैले दोस्रो पटक लिएको। मैले सुरुमा चाहिँ इन्डियन क्रेटिन लिएको थिएँ, त्यो चाहिँ सकिसकेपछि मैले यो लिएको। अनि यो इन्डियन क्रेटिन र यो युएस ब्रान्ड अनक्रेटिनमा चाहिँ मैले धेरै डिफ्रेन्ट पाएँ। यो अनक्रेटिन खाएपछि वेट लिफ्टदेखि लिएर स्टामिनादेखि लिएर हरेक कुरामा चाहिँ अलिकति चेन्जिङ आयो मेरो चाहिँ। इन्डियन क्रेटिनले चाहिँ खासै त्यस्तो मेरो केही चेन्जिङ ल्याएन, त्यस्तो मैले केही पाइनँ, केही गर्न पाइनँ। अनि यो चाहिँ ल यो पनि अनकै क्रेटिन है, मैले यो सकिसकेपछि चाहिँ मैले यो लिएको। र यो चाहिँ युएस ब्रान्डको हो, युएसमै यो चाहिँ प्रोडक्ट भएको। अनि यो चाहिँ युएस ब्रान्ड र इन्डियनमा प्रोडक्ट भएको। अहिले चाहिँ यो मात्रै पाउँदो रहेछ क्या, यो युएसको चाहिँ पाएन। मैले जहाँसुकै खोजेँ नि अनलाइनबाट मगाउनु खोजेँ, अनि पहिला यही पाउने सोरुममै गएँ, यहाँ पनि पाएन। 1-2 महिनापछि मात्रै आउँछ भनेको छ। अनि म चाहिँ अब त्यही हो, अनि पाउँछ भने चाहिँ तपाईँहरूले चाहिँ क्रेटिन खाँदै हुनुहुन्छ र क्रेटिन लिने विचारमा हुनुहुन्छ भने यो अनको लिने न, यसले चाहिँ धेरै राम्रो काम गर्छ है। यो इन्डियनभन्दा चाहिँ धेरै राम्रो। अब प्राइस त झन् डबल महँगो, यो अब 2200देखि 2500सम्म पाउँछ यो इन्डियन 300 ग्रामको भने चाहिँ। अब यो अनको क्रेटिन चाहिँ युएसको ब्रान्ड चाहिँ लगभग 4400-4500देखि लिएर 5000 अलिक महँगै पर्छ, डबलै महँगो पर्छ भनौँ। अनि त्यही हो, यो 3 ग्राम खाने दिनमा पानीमा घोलेर। अनि कति पानीमा घोलेर खाने भनेपछि त्यो पालि क्रेटिन किनेपछि यही बट्टामा लेखेको हुन्छ। अनि यो चाहिँ ओइल फिस हो, यो चाहिँ जोइन्टको लागि, जोइन्टहरू इन्जुर भयो भने अनि हड्डीहरूको लागि चाहिँ राम्रो काम गर्छ भने लिएको। मैले चाहिँ यो दाहिने हात चाहिँ थोरै इन्जुर भएको थियो, त्यसको लागि काम गर्छ अनि ओइल फिस लिएको। अनि यो चाहिँ कति 1700 पर्छ। यसमा 7वटा दाना हुन्छ क्या, दिनमा एउटा दाना खाने। तपाईँले यो दाना पनि देखाउँछु। यो चाहिँ नचबाइकन लिएर सट्टै मुखमा हाल्ने, पानी खरानी ल्यायो भने चबायो भने चाहिँ फेरि यो गनाउँछ क्या, यो भित्र के बोसो हुन्छ, माछाको बोसो गनाउँछ। अनि ल यो चाहिँ चिया सिड हो कि चिया सिड होला यो। ल यो चाहिँ अब ड्राई फ्रुट भनौँ न, यो चाहिँ भिजाएर खाने क्या। यो लगभग 6 घन्टादेखि 8 घन्टासम्म पानीमा भिजाएर खाने, 1 चम्चा। 3 ग्राम कति ग्राम, 3 ग्राम 6 ग्राम जति दिनमा। अनि यसले चाहिँ डाइजेसन चाहिँ राम्रो गर्छ भनेर मैले लिएको यो चाहिँ, त्यही नै हो। अनि त्यसपछि यो प्रोटिन चाहिँ मैले चाहिँ धेरै वर्ष अगाडि मैले त्योभन्दा अगाडि 2 बट्टा खाइसकेको छु। अनि आजभोलि चाहिँ म यो चाहिँ लिने गरेको छैन। अब मैले चाहिँ यो चाहिँ रहरको लागि मात्रै लिएको। म भोलिबाट खान्छु, सन्डेबाट। म चाहिँ 2 हप्ता भयो लिइसकेको, त अझ युज गरेको छैन, भोलि सन्डेबाट युज गर्छु। अनि यसमा चाहिँ 2 केजी आदिको 16990 भनेपछि 17000को अनि 24 ग्राम प्रोटिन भनेको छ। अब अरू यसबाट पाउने भनेको बढी भनेको प्रोटिन नै मात्रै हो। यहाँ के भिटामिनहरू पनि पाउँछ भनेको छ। यहाँनिर लाइट अब यहाँनिर टर्काएर देखेन, हेर्न सक्नुहुन्छ। फ्याटहरू के सुगरहरू के सुगर त हुन्छ नि, अब यहाँ गुलियो मिसाएको हुन्छ। यसमा भनेको मेन भन्ने प्रोटिन नै हो। अब मैले प्रोटिन पाउडर चाहिँ म खासै चाहिँ म चाहिँ युज किन गर्दिनँ भन्दाखेरि चाहिँ मलाई चाहिँ प्रोटिन अहिले यो पाउडर लिने आवश्यकै छैन क्या। यहाँबाट पाउने अब 25 ग्राम त हो सबभन्दा बढी पनि, 25 ग्रामदेखि 24 ग्राम हो यहाँबाट पाउने भनेको। त्यो पनि हुन्छ हुँदैन। अनि 100 ग्राम मासुमा चाहिँ अब 25 ग्रामभन्दा बढी हुन्छ क्या। 100 ग्राम मासुमा 25 ग्रामभन्दा बढी प्रोटिन पाउन सकिन्छ। अनि म लगभग दिनकै आधी केजी लगभग मासु चाहिँ म खान्छु दिनकै। अनि 25-25ले पनि आधी केजीको त अनि मलाई अलरेडी पुगिहाल्छ। त्यसपछि अन्डा 2टा, अनि दालमा पनि प्रोटिन हुन्छ, खानामा पनि प्रोटिन भइहाल्छ। त्यही भएर मैले प्रोटिन चाहिँ पर्याप्त छ। अनि मैले चाहिँ धेरै आवश्यक चाहिँ म चाहिँ अलि पातलो छु भनौँ न। त्यो भएको कारणले मलाई चाहिँ एकदमै प्रोटिनभन्दा क्यालोरीको चाहिँ धेरै आवश्यकता छ। मैले क्यालोरी पनि सकेसम्म बढाइरहेको छु। बिहान बेलुका खाना भइहाल्यो, खानाको साथसाथै आलुहरू अनि त्यस्तै गुलियो चिज, अनि त्यही नै हो। अनि त्यसै गरी अर्को छ यो चाहिँ अब मेडिकलमा पाउँछ औषधि पसलमा। यो बुढापाकाले पनि खाना रुचेन भने यो दिन्छ नि त, बच्चा बच्चीलाई खाना रुचेन भने यसले खाना रुचाउने काम गर्छ। यो बिहान बेलुका खाने हो।
यसले चाहिँ खाना खानुभन्दा 10-15-20 मिनट अगाडि यसले चाहिँ खाना रुचाउने काम गर्छ। मैले चाहिँ यो चाहिँ किन लिएको भन्दा चाहिँ प्रायः अब जिमहरूले चाहिँ खासै यो लिन्न। कतिपय मान्छे चाहिँ हाँस्छन् पनि होला, यो चाहिँ के लिएको बच्चा जस्तो भन्दैन। तर यो चाहिँ मजाले क्यालोरी बढाउनको लागि क्या, खानाको मात्रा बढाउनको लागि, खाना रुचाउनको लागि मलाई एकदमै क्यालोरीको आवश्यक छ क्या। म चाहिँ किनभने वेट चाहिँ बढाउन चाहन्छु, वेट चाहिँ 5 केजी गेन गर्नको लागि सोचमा छु। त्यसको लागि चाहिँ मैले खाना रुचाउनको लागि यो लिएको। यसले खाना रुचाउने काम गर्छ। यो मेडिकलमा पाउँछ, 100-150 रुपियाँ पर्छ यो। त्यसै गरी यो यसमा चाहिँ जोडी हुन्छ ल। यो अर्को यो एउटा भइहाल्यो, यो चाहिँ बेलुका खाने अनि एउटा बिहान खाने। यो अर्को चाहिँ सिद्धिरहेछ, म भोलि लिन्छु, भोलि पर्सि कहिले लिन्छु। क्याल्सियम है, क्याल्सियम ट्याब्लेट। क्याल्सियम चाहिँ किन लिएको भन्दा अब वर्कआउट गर्ने मान्छेले चाहिँ क्याल्सियम, भिटामिन ए लगायत सम्पूर्ण भिटामिन चाहिँ अब वर्कआउटरहरूले चाहिँ अलि धेरै नै चाहिने भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ यो लिएको। यो ट्याब्लेट चाहिँ अब दिनै लिँदाखेरि युज गर्दाखेरि चाहिँ केही फरक पर्छ कि पर्दैन भनेर मैले मेडिकलमा सोधिहेरेँ, हस्पिटलमा त। अनि केही फरक पर्दैन। अब क्याल्सियम चाहिँ खास खाइरहेको राम्रो हो नि त, यसो भिटामिन चाहिँ। अनि केही फरक पर्दैन भनेपछि अब वर्कआउट गरेपछि क्याल्सियम त चाहिन्छ, त्यही भएर मैले चाहिँ यो लिएको। यो तिनवटा छ। अब यो एउटा यस्तो कालो हुन्छ, यो कालो दाना जस्तो। क्याल्सियमको लागि मेडिकलमा पाउँछ यो 50-60 कति रुपियाँ पर्छ। म दिनै नै युज गर्छु। अनि त्यही नै हो, म चाहिँ भोलिबाट युज गर्छु। मैले जब जिम सुरु गरेको चाहिँ अब नढाँटी भन्नुपर्दाखेरि लगभग धेरै वर्ष भयो। 2074 साल भनेपछि मैले एससी सक्ने बित्तिकै लगभग मैले 18 वर्षको एजदेखि नै सुरु भएको गरेको। लगभग अहिले 7-8 वर्ष हुन लाग्यो होला, लगभग 7-8 वर्षभन्दा बढी भइसक्यो। र बिचमा चाहिँ ग्याप भएको थियो लकडाउनले गर्दाखेरि 2 वर्ष 3 वर्ष। त्यो बेलामा चाहिँ मैले प्रोटिन पाउडर लिएको थिएँ। अनि त्यही नै हो डाइटिङ सम्बन्धी। अनि मैले अस्ति यो क्रिएटिन खाएको चाहिँ मैले सर्ट भिडियोमा हालेको थिएँ। अनि एकजना साथीले मलाई कमेन्ट गरिरहेको थियो, ओहो म त नेचुरल बडी होला भनेको, यस्तो के सप्लिमेन्ट खानुहुन्छ होला भनेर। यो प्रोटिन पाउडर खाएको यो दुधबाट बन्ने हो। यो पनि अब यसले चाहिँ त्यस्तो पुरै भनौँ केमिकल के भन्न मिल्दैन क्या, यो नेचुरलै हो क्या। नर्मली यसले पानीको मात्र बनाउँ भने थोरै हल्का स्टामिना दिने, त्यही हो। अब यो चिया सिड भनेको ड्राई फ्रुट भइहाल्यो, अहिले भन्न मिलेन। अब यो ओइल फिस यो पनि अब सप्लिमेन्ट भन्यो भने यो माछाको बोसो त। अब यो क्रिएटिन यो एउटै है, सकिसक्यो मैले 5वटा सकिसकेपछि यो बट्टा। अनि रातो बट्टावाला मैले क्रिएटिन लिएको थिएँ, अर्को त्यो सकिसक्यो। त्यो चाहिँ कुन ब्रान्डको मैले बिर्सेँ, त्यो बट्टा कता बाहिर फालेको नै भन्छ पनि। अनि त्यही नै हो मेरो दैनिक रुटिन चाहिँ। अनि यस्तो प्रोटिनको पाउडरहरू, अनि यस्तो यो माछाको ओइल फिसहरू, अनि यस्तो के खायो भने त खाएपछि त्यहाँदेखि बडी चाहिँ खतरा बन्छ होला भन्ने भ्रम हुन्छ। जिम कहिले नजाने साथीभाइहरूको लागि, कहिले जिम नजाने मान्छेले चाहिँ त्यस्तो भ्रम हुनसक्छ। त बडी चाहिँ त्यस्तै यो जब यो 2-3 बट्टाको धुलो खाँदामा चाहिँ भन्दाखेरि नर्मली हो क्या। यो नर्मली भिटामिन भनौँ न, यो भिटामिन हो। यो 2-3 बट्टाको 1-2 चम्चा धुलो खाँदैमा, अनि 1-2 दिन जिम गर्दैमा, 1-2 वर्ष जिम गर्दैमा यो बडी बन्दैन। किनकि मैले 7-8 वर्ष जिम गरेको चाहिँ मेरो अन्धा चाहिँ बन्दैन नि, कति पनि हुँदैन। अनि मैले चाहिँ अब डाइटिङ चाहिँ लगभग 6 महिना हुने लाग्यो। मैले डाइटिङ चाहिँ अब लगभग राम्रै खाँदैछु, तैपनि मैले सोचे जस्तो चाहिँ बडी चाहिँ बन्न सकेको छैन। त्यही भएको कारणले चाहिँ बडी खतरा बनाउनको लागि चाहिँ खतरा बडी बनाउनेहरूले चाहिँ अब स्टोरेजहरू लिन्छ, के ट्याब्लेटहरू खान्छ। अब हामी भनेको चाहिँ यो खानु चाहिँ नर्मली अब हामी त त्यो नेचुरल बडी हो नि त। अनि त्यही हो हाम्रो चाहिँ। अनि फेरि त्यही पनि फेरि म अब त्यस्तो बडी बिल्डिङ पनि होइन, अनि पावर लिफ्टिङ पनि नर्मली टाइम पासको लागि, आफ्नो हेल्थको लागि, बडी फिटको लागि नर्मली जिममा आउने जाने मात्रै हो। अनि यो मैले रहरको लागि लिएको, मैले आवश्यकता पनि छैन। मलाई अलरेडी मासु अन्डाबाटै म प्रोटिन पुर्याउँछु।
त्यही नै। अनि म तपाईँहरूलाई के जानकारी दिन चाहन्छु भने तपाईँहरू क्रिएटिन खाने सोचमा अथवा खाँदै हुनुहुन्छ भने चाहिँ सकेसम्म चाहिँ यो युएस ब्रान्डको यो अनक्रिएटिन नै लिनु होला। अनि सकभर चाहिँ इन्डियन क्रिएटिन चाहिँ नलिएकै राम्रो मेरो विचारमा चाहिँ। मेरो विचारमा अब ठ्याक्कै मैले पनि रिसर्च चाहिँ गरेको छैन, अब चेक गर्ने पुरै साइन्टिस्ट जस्तो उयो चाहिँ छैन, साधनले चेक चाहिँ गरेको छैन। र खाएको अनुभवमा चाहिँ मैले चाहिँ इन्डियन क्रिएटिन र यो युएस क्रिएटिनमा चाहिँ मैले धेरै डिफ्रेन्ट पाएँ। मैले कुनको जर्मनी क्रिएटिन हो कि कुन क्रिएटिन त्यो रातो बट्टावाला त्यो चाहिँ मैले हराएँ, त्यसमा पनि खासै चेन्जिङ चाहिँ ल्याएन। अनि मैले यो युएसको चाहिँ मैले धेरै लिन खोजेको अर्को ठाउँ यही खालको पहिला लिएको सोरुममा पनि मैले 2-3 पल्ट हराएँ, त्यहाँ पनि पाएन। अनि मैले अनलाइनबाट मगाउनु खोजेँ, यहाँबाट गुगलबाट यो नाम हेरेर कतै पाइएन यो, अन्तिममा इन्डियन नै लिनु पऱ्यो। 2 महिनापछि आउँछ भन्ने छ, लगभग 1 महिना 15 दिन जति भयो सायद। अब फेरि जान्छु, म लिएँ भने यही लिन्छु, पाएँ भने चाहिँ, पाएन भने त त्यही हो। प्राइस चाहिँ थोरै महँगो छ तर धेरै राम्रो काम गर्छ यसले। ल अनि आजको लागि यति नै भिडियो, यो क्रिएटिन डाइटिङ सम्बन्धी मेरो भिडियो चाहिँ। अनि जिम जाने साथीहरू ल नर्मली मान्छेहरूले सबैले नै थाहा छ अब क्रिएटिन प्रोटिन खाएपछि पानी चाहिँ धेरै पिउनुपर्छ भन्छन्। तर पानी चाहिँ क्रिएटिन प्रोटिन खानेले मात्र होइन, नर्मली मान्छेले पनि दिनमा 5 लिटर पानी पिउनै पर्छ। अनि नर्मली मान्छेलाई पनि अब क्यालोरी चाहिँ 1000 ग्रामभन्दा बढी क्यालोरी चाहिन्छ दिनमा। वर्कआउटर अथवा हामी वेट गेन गर्ने मान्छेलाई चाहिँ क्यालोरी लगभग 2500 देखि 3000 सम्म आवश्यक पर्छ। हामी छोरी मान्छेले 18 देखि 2500 ग्राम क्यालोरी छोरी मान्छेले। अनि मेरो चाहिँ प्रोटिन क्रिएटिन भन्दा पनि मेरो चाहिँ क्यालोरी चाहिँ अलिक कम छ, क्यालोरीमा चाहिँ धेरै मैले फोकस गर्नुपर्ने हुन्छ, किनभने मेरो अलिकति वेट अलिक कम छ। त्यही भएको कारणले मैले खाना रुचाउनेहरू यो चिया सिडहरू लिएको कारण पनि यही हो, क्यालोरी बढाउनको लागि खानेकुरो आलु केहरू कार्बोहाइड्रेट भएको चिजहरू धेरै खानु पऱ्यो। त्यसको लागि अब खाना रुचाउनेहरू चिजहरू खानु पर्यो। त्यही भएर यो चिया सिडले चाहिँ डाइजेसनको लागि काम गर्छ, यसले खाना रुचाउने काम गर्छ, त्यही भएर मैले यो लिएको। अनि मैले चाहिँ अब अर्को भिडियोमा चाहिँ, यो भिडियो चाहिँ लङ हुन्छ, म अर्को भिडियोमा चाहिँ म योपालि 2025 को कोटा सायद यो म्यानुफ्याक्चरको, अनि यो बुक चेन्जको लागि, अनि एक्जाममा कस्तो खालको क्वेसन आउँछ योपालि, अहिले प्याटर्न चेन्ज भएर आएको छ नि त क्वेसन प्याटर्न, अनि त्यसको लागि भिडियो बनाउने छु, हेरिदिनु होला अर्को भिडियोमा। अनि धेरै भिडियो लामो हुन्छ त्यसले गर्दा ल आजलाई यति हो। अनि सबैजना भिडियो हेर्ने साथीभाइ अनि चाहिँ मेरो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, न्यू हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला।